जेएनजी हूँ, म चाहिँ नेकपा एमालेको जेएनजी हूँ। यहाँ चाहिँ नेकपा एमाले जेएनजीलाई छुट्टा छुट्टै हो भन्ने बनाउन खोजिएको छ। यसमा चाहिँ म घोर भ्रष्टाचार गर्न चाहन्छु। घोर भ्रष्टाचार गर्न चाहन्छु। भदौ 23 गते भएको जेएनजी भ्रष्टाचार, जेएनजी आन्दोलनमा भएको यो भ्रष्टाचार विरुद्धको मागमा हामी नेकपा एमालेका जेएनजीहरूको पनि साथ थियो। नेकपा एमाले एकदमै राम्रो पार्टी हो। 23 गते भएको यो शान्तिपूर्ण आन्दोलनमा विदेशी दलालीहरूको घोर पैठ भएर धेरै जेएनजीहरूको निधन भयो। यसमा चाहिँ म दुःख व्यक्त गर्न चाहन्छु। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र घाइतेहरूप्रति चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। विदेशी दलालीहरूले चाहिँ उनीहरूको यो विदेशी दलालीहरूको देशद्रोहीले चाहिँ देशलाई बिगारेको छ।